के भेट्टाएको यो? यहाँ यसो झाडु फाल्दै थिएँ है, यसो झाडु फाल्दै थिएँ, यस्तो हेरेको के होला भनेको त यो रहेछ के। ऊ यहाँनिर हड्डी कागले होला, कति धेरै काग आउँछ। अनि यो मोती चाहिँ रियल मोती रहेछ। यसमा किराले खाएको उहरू छ, दागहरू छ होइन। कस्तो गरुङ्गो छ यो चाहिँ रियल मोतीलाई उ गरेको रहेछ, खोपेर बनाएको रहेछ। यो अरू चाहिँ के हो चेक गर्नुपर्छ। यो चाहिँ कति दिन यो माटोमा गडेर बस्दा पनि यस्तो मात्रै रहेछ। फेरि चाहिँ हेर्नु यति रहेछ जम्मा, यति के हो यो, के को कुन चाहिँ एक पिसको टुक्रा हो। जेसुकै भने पनि यो मोती चाहिँ रियल रहेछ, यति चाहिँ मलाई थाहा भयो।